जेमसी नमस्ते मेरी क्रिसमस तपाईँलाई सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानलमा फिचर अफ होपमा। आज हामी क्यारल कसरी मनाइन्छ भनेर बारेमा हामी भिडियो बनाएको छौँ, तपाईँ हेरिदिनुहोस् होला। हर्ष मनाऊ अनि आनन्द मनाऊ, किनभने दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु नै हुनुहुन्छ। धन्य होस् त्यो नाउँ, धन्य होस् त्यो नाउँ, धन्य होस् त्यो नाउँ येशूको। एक दुई तीन त्यो उज्यालो ताराको बेथलेम गाउँको त्यो सानो डोर, येशू जन्मेको सानो डोर लाग्दछ मलाई रमाइलो। त्यो उज्यालो ताराको बेथलेम गाउँको त्यो सानो डोर, येशू जन्मेको सानो डोर। माझमा उज्यालो प्रकाश लिआए, अन्धकारको माझमा उज्यालो प्रकाश लिआए। जगजार बसाल्न बसाल्न गाईको गोठमा प्रचण्ड गाउँ, हामी पापेको उद्धार गर्नलाई, हामी पापेको उद्धार गर्नलाई। त्यसपछि हाम्रो एकजना भाइले सृष्टिलाई तान्दैछ। हो हो ला ला हो हो सुनाउँदै परमेश्वरको प्रेम कहानी अब जाऊ सुनाउँदै, अब जाऊ सुनाउँदै, अब जाऊ सुनाउँदै, अब जाऊ सुनाउँदै। मेचीदेखि महाकाली हो, मेचीदेखि लैभरि लैभरि लै 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 ला 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 लैभरि लैभरि लै लै लै। खुसीको दिन आयो, मुक्तिदाता प्रभुको बेथलेममा गाउँ।
अबै दुःख बुझ्नलाई फसिए डोराइमा मानवको सबै दुःख बुझ्नलाई फसिए डोराइमा जन्य मुक्तिदाता कृष्णजी मलाई पनि भने के मनाउन हामीलाई डर छ किन भन्दाखेरि कतिलाई के सकिन्छ रे कसलाई के सकिन्छ रे कसलाई के सकिन्छ रे भनेर हामीलाई जति सक्यो देऊ त तिमीलाई दिने छ हामीले के नापलाई हामी दिन्छौँ त्यही नापले तपाईँ हामीले पाउँछौँ त्यसकारण प्रभुको खुसियाली मनाउनलाई सुसमाचार सुनाउनलाई हामी एकदमै नडराइकन सुसमाचार सुनाउनु अनिवार्य छ आज तपाईँ हामीले यस ठाउँमा मण्डलीमा आज यो क्रिसमस मनाउन पाइराखेका छौँ हामी धेरै धेरै धन्यवादी छौँ हामी सबैजना यस ठाउँमा आउनु पाएका छौँ होइन डिसेम्बर 25मा मात्रै नभएर अगाडि पनि अब सोधेर तिमीलाई भने नडराउ किनभने म तिमीलाई बडो आनन्द समाचार सुनाउँछु जो सबै मानिसहरू निम्ति हुनेछ आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाता बन्नुभएको छ जो ख्रिस्ट प्रभु नै हुनुहुन्छ भनेर भन्नुभएको छ तपाईँ हाम्रो मुक्तिदाता तपाईँ हाम्रो उद्धारकर्ता आइसक्नु भएको छ भनेर यो समाचारहरू अब हामी कोर्टमा होइन तपाईँको हृदयमा खोज्नुपर्दछ अब मानिसहरूले एकचोटि वक्ताहरूले भन्दै थियो मूर्ति हटाऊ हामीमा भएका मूर्तिहरू हटाउनु पर्दछ हामीमा भएको डरको मूर्तिहरू हटाउनु पर्दछ हामीमा भएका जुन हाम्रो हामीमा भएको लोभ लालच आत्माहरू हटाउनु पर्छ मूर्ति हो त्यो कतिले के खेल्छ कसले गेम खेल्छ कसले त्यो सबै मूर्ति हो सबै हाम्रो हृदयबाट हटाउनु पर्ने कुराहरू हो र प्रभु जन्मदिन खुसियाली यसरी नै सुनाउँदै अगाडि बढ्न एकदमै कावारी नपारी गोठाला बसे आगोका वारी नपारी गोठाला बसे आफ्ना नि आफ्ना खोरैमा भेडिन्छ केही सहयोग गर्नुपर्छ